मान्छे यो भत्किएको देश बनाउनलाई होइन जलेको देश बनाउनलाई माथि जाओस् र काम गरोस् भन्ने लाग्छ भने यो चिन्हमा भोट हाल्नु। चुनावमा भाग लिनुपर्ने बाध्यता भयो। देशमा एक खालको राजनीतिक पहिरो गयोबाट पानी ल्याउने भनेर भनेको बजेट दिन्छ कि भनेको त ऋण पो झन्डै दियो। ऋण चाहिँ मैले पहिला लौरो थियो होइन स्वतन्त्रमा। चुनाव चिन्ह माटो, यो दुईटा हातमा लिएको माटो होइन। भ्रष्टाचार गरिन, कमिसन खाइन। जति सक्दो मेरो जानकारीमा आएका त्यस्ता विकृतिहरूलाई रोक्ने धन्यवाद दिन चाहन्छु। आज हामी एउटा सानो जानकारी जस्तो लिएर आएको छौँ। यो ठुलो कार्यक्रम केही पनि होइन। यहाँ हामीले एउटा टोल समिति पनि बनायौँ होला होइन, श्रम संस्कृतिको टोल समिति बनायौँ होइन त। त्यसमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई बधाई तथा शुभकामना दिन चाहन्छु। धेरै कुराहरू राख्न चाहन्न म। अब आफ्नो परिचय दिइराख्नुपर्ने स्थिति पनि होइन होइन। तपाईँहरूको सेवा मैले सकेको गरिराखेको छु र अब मैले चाहिँ माथिको चुनावमा भाग लिनुपर्ने बाध्यता भयो। देशमा एक खालको राजनीतिक पहिरो गयो। जेनजीको आन्दोलन भएर माथि संसदमा सबै भङ्ग भएर चाहिँ कोही पनि नभएको अवस्था छ र देशको पहिलो प्रमुख र पहिलो कानुन बनाउने नीति नियम लेख्ने ठाउँमा अहिले हाम्रो जनप्रतिनिधिहरू नभएर भेकेन्ट भएको अवस्थामा मैले चाहिँ यसपालि हुन गइरहेको चुनावमा भाग लिनका लागि पहिला अब स्वतन्त्र भएर लडेको मान्छे यसपालि चाहिँ चुनाव चिन्ह लौरो भन्दै रहेछु। यसपालि चाहिँ चुनाव चिन्ह माटोको साथ पहिला लौरो थियो होइन स्वतन्त्रमा। चुनाव चिन्ह माटो, यो दुईटा हातमा लिएको माटो, दुईटा हात दुईटा अञ्जुली, तपाईँको दाहिने र देब्रे हात दुईटा अञ्जुलीमा लिएको हाम्रो देशको माटो, बाँझोगराको माटो, धरान 15 को माटो। यसरी बुझ्दा पनि हुन्छ, आफ्नो गाउँको माटो सम्झिँदा पनि हुन्छ। यो चुनाव चिन्ह लिएर चाहिँ म चुनाव लड्दैछु। त्यसो भएको कारणले गर्दाखेरि त्यो चुनाव चिन्ह देखाउनका लागि म आएको खास होइन। अब पछि फेरि चुनाव चिन्ह देखाउन पनि आएन अनि त्यसले गर्दा भोट त दिनु पर्थ्यो होला, तँलाई भोट पनि दिनौ है भन्ने खालको गुनासो नहोस् भनेर चुनाव चिन्ह माटो देखाउनलाई मात्रै आएको होइन। म आफ्नो परिचय लामो दिइरहन चाहन्न, किनभने म कस्तो मान्छे, मेरो विचार के छ, मैले काम गर्छु गर्दिनँ, म इमान्दार मान्छे हो होइन भन्ने बारेमा तपाईँहरूले मूल्याङ्कन गर्ने। तपाईँको भोट तपाईँको अधिकार, तपाईँको खुसीको कुरा हो। तपाईँहरूलाई लाग्छ हर्क साम्पाङ जस्तो मान्छे यो भत्किएको देश बनाउनलाई होइन जलेको देश बनाउनलाई माथि जाओस् र काम गरोस् भन्ने लाग्छ भने यो चिन्हमा भोट हाल्नुहोस्। लाग्दैन भने जबरजस्ती गर्दिनँ, त्यो भोट तपाईँको आफ्नो निजी मामिला हो होइन। तपाईँहरूलाई लाग्छ म जस्तो मान्छे माथि गएर काम गरोस् भन्ने यदि त्यसो भने यो चुनाव चिन्हमा भोट हालिदिनु होला होइन। यसपालि सुनसरी 1बाट नै म लड्दैछु। अब तपाईँहरूको सेवा गर्दै बसेकै मान्छे हो। 1-1.5 वर्ष जति भनौँ न, 14-15 वर्ष महिना बाँकी छ। तथापि मैले यो चुनावमा भाग लिनुपर्ने बाध्यता देशमा आएको छ भनौँ न। त्यसो गर्दाखेरि म यो संसदीय चुनावमा भाग लिँदैछु र म नगरपालिकाबाट बिदा पनि लिँदैछु अब होइन। तपाईँहरूले न्युजमा सुनिहाल्नुहुन्छ र तपाईँहरूको सेवाकै लागि माथि पनि म जाने हो। धरानलाई बजेट नदिएर हेला पनि गरियो होइन। सबै तपाईँको उता मात्रै भयो। धरानमा बजेट पनि खास भने जस्तो आएन होइन। यहाँको नेताहरूलाई टेडेनन् पनि के, यहाँबाट जसलाई जिताइ पठाइयो उहाँहरू बिर्सिनु पनि भयो, हामीलाई भेट्न नि आउनु भएन। त्यसो भएको कारणले अब मैले तपाईँहरूलाई जस्तो किसिमको सेवा गरिरहेको छु त्यो सेवाको मात्रा बढाउनका लागि म माथि जाँदैछु। यसरी बुझ्दा पनि हुन्छ होइन। अब हामीले कोसीबाट पानी ल्याउने भनेर भनेको बजेट दिन्छ कि भनेको त ऋण पो झन्डै दियो। ऋण चाहिँ मैले लिइनँ है। धरानलाई ऋण मैले बोकाइनँ। मैले चाहेको भनेदेखि 600 करोड ऋण तपाईँहरूलाई बोकाइदिन्थेँ जाँदै तर मैले त्यो चाहिनँ। हामीलाई राष्ट्रिय बजेट चाहिन्छ। त्यो राष्ट्रिय बजेटबाट त्यो सप्तकोशीको पानी हामी ल्याउँछौँ। तपाईँहरूले मलाई माथि जानका लागि श्रम संस्कृतिलाई सहयोग गर्नुहोस्। मेरो वचन भयो, मेरो वचन मात्रै होइन, त्यो मेरो एजेन्डै हो होइन। जसलाई चाहिँ राष्ट्रिय बजेट चाहिन्थ्यो तर बजेट नपारिदिएको कारणले, यो स्वतन्त्र मेयर भनेर हेपेको कारणले गर्दाखेरि पनि त्यो सम्भव भएन। अब चाहिँ हामी माथि गएर काम गर्छौँ। म त्यो भन्न चाहन्छु सबैजनालाई होइन। टोलमा यो चुनाव चिन्ह तपाईँहरूले पनि देखाउनु होला, सबैले सल्लाह गर्नु होला है। र म तपाईँहरूलाई के चाहिँ भन्छु भने काम कहिले सकिँदैन, कामले पुग्दैन पनि। तर मैले इमान्दार भएर तपाईँहरूको सेवा गरेको छु। मैले घुस खाइनँ, भ्रष्टाचार गरिनँ, कमिसन खाइनँ। जति सक्दो मेरो जानकारीमा आएका त्यस्ता विकृतिहरूलाई रोक्ने कोसिस गरेँ होइन। मैले कारबाहीहरू गरेको छु। थुप्रै कर्मचारीहरू निलम्बित छन् अहिले पनि।
अब म कहिले जान्छ र खुसी भइरहेको होला, एकदम दसैँ आइरहेको होला दिन फर्क्यो भनेर होइन। धरान उपमहानगरपालिकामा म निर्वाचित भएर गएपछि चाहिँ भ्रष्टाचार भएन भन्छु म चाहिँ। कि भयो है? पहिला घर नक्साको पास गर्दाखेरिमा कति झन्झट थियो, यो ताजा उता जा, यो नक्सा बोक उता जा, ढट्टा बोक यो त्यो। तर अहिले हामीले चाहिँ त्यसलाई इलेक्ट्रोनिकली होइन इभिपिएसबाट पास गर्ने बनायौँ होइन। थुप्रै चेन्जहरू छन्। खानेपानीमा केही सुधारहरू भयो भएन? भयो नि होइन, सुधार भयो है। त्यसले गर्दाखेरि ती कुराहरू जुन कुराहरू मैले भनेको थिएँ त्यो भयो होइन। धरानमा हामीले उद्योगहरू पनि खोल्यौँ। धरानमा त्यही 25 वर्ष 30 वर्ष पुरानो ट्र्याक्टरहरू मात्रै थियो। मैले तपाईँहरूको लागि 2टा जेसिबी 2टा डोजर किनिदिएको छु होइन। मेरो गोजीको पैसाले होइन, तर निर्णय गर्ने ठाउँमा म थिएन त्यति नत्र भनेको हुँदैन थियो। एउटा रोलर छ, एउटा मिनी रोलर, एउटा ठुलो रोलर छ, 2टा टिपर छ, एउटा पानीको ट्याङ्कर किनेका छौँ है। ट्र्याक्टर 5-6वटा किनेका छौँ र यसपालि पनि किन्ने भनेर मैले बजेट चाहिँ छुट्याइराखेको। अब यो जेएनजीको आन्दोलनले गर्दाखेरि अब 84 मिसन 84 भन्थ्यो, के को मिसन 84 रहेछ। 2 वर्ष अगाडि नै अब हिँड्नुपर्ने बनायो। हाम्रो रहर थिएन, कसैले पनि रहरले त्यो आन्दोलन निम्ताएको थिएन। तर देशमा त्यस्तै विषम परिस्थिति, राजनीतिक पहिरो भन्छु गर्नु कारणले हामीले यो गर्नु बाध्य भएका छौँ। म तपाईँहरूको साथको आशा गर्छु, तपाईँहरूले मलाई साथ दिनुहुन्छ। हामीलाई साथ दिनु भएर हामीले तपाईँको छैन चुनाव जित्यौँ भने यो देशमा हामीले सुधारहरू गर्छौँ, सुशासनका कुराहरू गर्छौँ। सम्पूर्ण कुराहरू जुन कुरा चाहिँ अहिले असम्भव देखिएको कुरा छ ती कुराहरूलाई चाहिँ हामीले चाहिँ सम्भव तुल्याउँछौँ। अब उहाँ हाम्रो चाहिँ एकजना साथीको असन्तुष्टि पनि मैले नोट गरेको छु, सुनेको पनि हो पहिला, तर कुरा धेरै लामो भएको कारणले गर्दा उहाँ असन्तुष्ट पनि हुनुहुन्छ। त्यस्तै हो, अब 1000 जना 1,00,000 जना 1 करोड जनामा सबैको चित्त बुझाउन सकिँदैन। घरमा पनि 1-2 जना अलि ठुलो परिवार छ भने होइन, जेठा छोरा कान्छा छोरा को नाति खुट्टा पछाडि राखेको हुन्छ, त्यसलाई मैले अन्यथा मान्नुपर्छ जस्तो पनि मलाई लाग्दैन। तपाईँहरू सबैको जय होस्, नमस्कार छ, यति भन्न चाहन्छु। यो हाम्रो टिम कता छ? यो नाम बोलाउनुहोस् न होइन। भोट केमा हो त्यो भन्नुपर्छ ल। यहाँहरू सबैजनालाई मैले त्यो अनुरोध गरेँ, सेवा गर्ने मौका तपाईँहरूले दिनुहुनेछ भन्ने विश्वास गर्दै यहाँका टोलका